Hello guys, welcome back to my channel. कस्तो कालो घिन लाग्दो. Okay, so yeah, yes, I am looking ugly. I know. हेयर कट गरेर कपाल पुरा झर्न थालेको थियो. मेरो मेरो कपाल पुरा आई ह्याड अ भेरी थिक हेयर. तर मेरो यहाँनिर बेङ्गलोर आएर चाहिँ पुरा कपाल झर्न थालेको थियो. त्यही भएर चाहिँ आई डिसाइडेड टु जस्ट चप इट अफ. मोडर्न प्रब्लम्स विल रिक्वायर मोडर्न सल्युसन भनेको जस्तै. सो या आई हेभ कम आज फाइनली भ्लगमा. मेरो विक अफ छ अनि आज चाहिँ आई एम प्लानिङ मेरो एकजना साथीको यतानिर रेन्टमा जाउँ भनेर. हामीसँगै यहाँनिर पिजीमा बस्थ्यो बट देन खाना राम्रो नभएर चाहिँ सिफ्ट गरेको छ. सो खाना मिठो पकाउनु थालेको होला सायद, हेर्नुपर्छ. तर मलाई खाना खानु चाहिँ बोलाएको होइन फेरि. म यत्तिकै जाँदैछु एन्ड यहाँ अहिले म पिजीमै छु. सो आज विक अफ हो एन्ड आइम प्लानिङ टु लिभ. अनि दिस इज द भ्यू. क्या डरलाग्दो भ्यू पनि यो भ्यू. यहाँनिर मेरो अर्को साथी चाहिँ छैन, ऊ चाहिँ विक अफमा घुम्नु गएको छ. एसएलटीमा घुम्नु गएको चाहिँ स्टाफ ट्राभलमा. म मात्रै छु अनि लेट्स स्टेप आउट. चलो. यतिको सफा चाहिँ हुनु पऱ्यो नि त ऐना चाहिँ. हो 4th फ्लोरमा बस्दैछु म चाहिँ. अहिले चाहिँ ग्राउन्ड फ्लोर गएको. पिजीमा चाहिँ सबसे वर्स्ट चाहिँ खानै छ यहाँको. आइएम सरी, आई डोन्ट नो यहाँकोले कसरी खान सकेको हो. यो चाहिँ अब म अस्ति त यहाँको ओनरले पनि सेम खाना खाँदै थियो. मतलब मैले सोचेँ कि हामीलाई मात्रै त्यस्तो खाना दिएको होला भनेर कि, तर नि यहाँनिर ओनरले पनि सेम त्यस्तै खाना खाँदै रहेछ. सेम त्यस्तै खाना. प्लिज म देखाउनु पनि सक्दिनँ यो खाना चाहिँ कस्तो छ भनेर चाहिँ. सो लेट अस इग्नोर दिस अनि लेट अस स्टेप आउट. अहिलेको टेम्परेचर मौसम छ 33 डिग्री सेल्सियस अनि इट्स प्रिटी हट. यहाँनिर विन्टर्स भन्ने जस्तो केही पनि हुँदैन. सो गरम नै छ. यसलाई यसरी चाहिँ कसरी फर्काउँछौ, कसो गर्छ यसरी? यस्तो यस्तो पो त म त बाङ्गो पो त. यो चाहिँ हो मेन हाइवे. यहीँबाट बस पाउँछ. यहाँनिर चाहिँ ओके हैदराबाद पनि रहेछ. हैदराबाद इज 550 किलोमिटर्स फ्रम हियर यहाँबाट. अनि अरू लोकल यहाँकै लोकल ठाउँको लिएको रहेछ. अन्त यहाँ परसम्म हिँडेर पुग्नुपर्छ किनभने बस यतानिर रोक्दैन नि त. एन्ड आइएम गोइङ फर द फर्स्ट टाइम त्यहाँनिर. म गएको छुइनँ, कहिले पनि गएको छैन. यिनीहरू रिसेन्टली सिफ्ट भएको त्यहाँनिर. खाना मिठो खानुको लागि मात्रै सिफ्ट भएको. बस्नेको ढङ्ग चाहिँ खै हेर्नुपर्छ अब. यहाँनिर चाहिँ अलिकति इन्फर्मेटिभ होर्डिङ लगाइदिएको भए चाहिँ कस्तो हुन्थ्यो होला है. तर म चाहिँ यहाँनिर बस पर्खिरहेको छु. यहाँनिर आइपुगेँ. यहाँबाट 10 मिनट जस्तो लाग्छ भन्दैछ. अब नेभर बिन टु द्याट प्लेस. लिनु आउँछु भनेर भन्दैछ. सो जाने त्यहाँनिर. एन्ड इट्स भेरी हट. आज पनि गरम छ. अन्त आज त ब्याकग्राउन्डले पनि के भन्दैछ हौ. बट एनिवेज विल नट फोकस अन दिस वान. हामी बस पर्खिन्छ. आपने नहीं मुझे चढ़ाया अभी ना, तो उसके लिए थैंक यू. तो डबल थैंक यू. ठीक है. हाँ थैंक यू बहुत है. मतलब पैसे होते तो एक ही बार बोलता. जितना भी बोलो थैंक यू. हाँ प्लिज. मैले चाहिँ बस पर्खिरहेको थिएँ. तर बस पर्खिँदा मेरो किस्मतमा आइपुग्यो यो क्याब. म यसरी नै ऱ्यान्डमली यसरी नै चढ्छु. मलाई वार्निङ पनि दिएको थियो घरकोले 1-2 ताल कि यसरी उयो नगर्नु, लिफ्ट मागेर नजानु नचढ्नु भनेर. तर अब कुछ चन्द रुपियाँ बचाउनुको चक्करमा म एभ्री टाइम. ठिकै छ, आई गट इट. अनि अब म जाँदैछु. म चाहिँ नामको मात्रै बेङ्गलोरमा बस्छु हो. खास चाहिँ म यस्तो देहात ठाउँमा बस्छु बेङ्गलोरको चाहिँ. यहाँनिर एकदम सिटी लाइफ चाहिँ यही हो बेङ्गलोरको. यहाँनिर ब्लिङ्किट पनि चल्दैन म जहाँ बस्छु होइन. यहाँनिर एमाजोनबाट केही मगायो भने पनि डबल लाग्छ दिन. मतलब कुनै चिज 7 दिनमा आउँदैछ भने एमाजोन प्राइममा त झन् त्यो प्राइम फाइदा पनि छैन. त्यस्तो खालको ठाउँमा म बस्दैछु हो. मेरो उता गाउँहरूतिर चाहिँ अलिकति हल्लाइ भइरहेको रहेछ कि राम्रो गर्दैछ परेले. हुनु होइन, आइम डुइङ गुड. तर द वे आइम लिभिङ हुन्छ नि यहाँनिर, द प्लेस आई ह्याड टु लिभ बिकज
अब छेउ यहीँ पर्छ नि त, एयरपोर्ट छेउ नै यस्तो छ आउटस्कर्टमा, त्यही भएर यस्तो ठाउँमा बस्दैछु म चाहिँ। यहाँनिर यो कुनै एउटा सानो बडे बस्तीभन्दा कम छैन क्या यहाँनिर, एकदमै आउटस्कर्ट ठाउँ, बस्ती नै हो यहाँनिर। एयरपोर्ट इज दि ओन्ली प्लेस जहाँनिर अलिकति रमझम छ। त्यो पनि अब हामी त काम गर्नुपर्छ, के को काम गर्नेलाई रमझम। सो दिस इज द प्लेस, दिस इज द सिटी द्याट आइ एम लिभिङ, जहाँनिर टाले घर पनि छैन यहाँ। गाइज मैले एउटा चिज भन्नु थियो है कि मेरो आज अलिकति ज्यादा बोलेको जस्तो लाग्दै होला होइन, तर मैले फिडब्याक मेरो साथीहरूकोबाट फिडब्याक पाएको मेरो भ्लग्सहरूको चाहिँ कि इट्स नाइस, यु आर डुइङ वेल, तर कसो भन्दाखेरि अलिकति हुन्छ नि, इट्स नट मी भनेर भन्छ कि साथीभाइहरूले, द वे आई युज टु स्पिक नर्मली अरू भ्लग्सहरूमा, किन भन्दाखेरि चाहिँ त्यहाँनिर त्यो अमाउन्ट अफ डिसेन्सी सप्रेस गरेर राखेको क्या त मैले। इट्स लाइक आई वाज भेरी कसियस कसरी बोल्नु के कसो भनेर। आई युज टु जस्ट रेकर्ड गरेर पनि फेरि हेर्थेँ, अनि फेरि राम्रो लागेन भने होइन फेरि उयो त्यस्तो गर्दै थिएँ मैले कि। तर अब अहिले चाहिँ आई हेभ रियलाइज द्याट यु नो आइ एम नट सेइङ द्याट आई वाज बिङ फेक, तर इट वाज अ बिट रिहर्स्ड कि कतिवटा कुराहरू चाहिँ। तर अहिले चाहिँ आजको भ्लगमा चाहिँ आई एम जस्ट ऱ्यान्डमली स्टार्टिङ, आई डोन्ट इभन नो द कन्टेन्ट कि कसो वे टु गो वाट टु डु, इट्स नट प्लान्ड एट अल, एन्ड आइ एम स्टार्टिङ। अनि मैले एकदमै आफ्नो त्यो रियल के भन्छ ट्रेट्सहरूलाई सप्रेस गरेर राखेको थिएँ कि त पहिलाको भ्लगहरूमा चाहिँ। सो आज चाहिँ इट्स लाइक आई नो यो हेयर कटले पनि आम लुकिङ अग्ली, द वे आई स्पिक विल बी भेरी मच यु नो द्याट विल बी सो मी द्याट इट विल नट टर्न आउट टु बी भेरी प्रेजेन्टेबल होला सायद। तर या द्याट इज मी एन्ड द्याट इज हाउ सुड आई डु भन्ने मलाई रियलाइज भयो। द्याट दोज वर द फिडब्याक्स मेरो साथीहरूकोबाट। त्यही भएर चाहिँ अहिले एकदमै अथेन्टिक सेल्फ भएको म चाहिँ, अथेन्टिक सेल्फ हुँदा चाहिँ अलिकति अग्ली साइड्सहरू पनि देख्छ होला क्या त। त्यही भएर अब चाहिँ आई थिङ्क आई विल ट्राई आउट यु नो नट टु रिसुट अर लाइक यु नो एकरो अलिकति टु रिवाच अगेन एन्ड फेरि हेरेर लेट मी नट यु नो पुट दिस अन द क्लिप भन्ने खालके सिनेरियोजहरू चाहिँ हुँदैन जस्तो लाग्छ। किनभने आजदेखि नै मैले स्टार्ट गरेको छु एकदमै ऱ्यान्डमली हाल्ने, वाट एभर आई डु युजली जेन्युनली हुन्छ नि त्यो त्यसरी नै गर्छु। किनभने त्यो अलिकति त्यो प्रिटेन्सियस हुँदाखेरि कस्तो हुँदो रहेछ भन्दाखेरि टाइम पनि लाग्दो रहेछ क्या, त्यो चाहिँ एडिट गर्नु पनि टाइम लाग्दो रहेछ। प्लस फेरि यसमा त म मुख यस्तो भएछ, यसमा त अनुहार यताबाट पो खिचेछु भन्ने हुन्छ नि, त्यस्तो गर्दाखेरि चाहिँ अलिकति प्रिटेन्सियस लाग्दो रहेछ क्या। अनि टाइम कन्ज्युमिङ पनि हो एज आई सेड। सो अनि त्यत्रो टाइम मैले खासमा पाउँदिनँ त भन्दिनँ, तर पनि अब मोस्ट अफ द टाइम म सुत्नु खानु रिल्स हेर्नु भएको होइन, सेयर गर्नु रिल्स त्यसमा बिताउँछु नि त। सो यो गर्दा चाहिँ आई ह्याड टु बी भेरी अबिट सिरियस एन्ड देन डु सर्टन थिङ्स के। सो यो गर्नु चाहिँ म बन्द गरौँ भनेर भनेको। त्यही भएर चाहिँ अब ऱ्यान्डम डङ्कटङ हालिदिउँ भनेर भनेको भ्लग। मलाई चाहिँ साथीले यहाँनिर एउटा गल्ली आउँछ त्यो गल्लीमा झर्नु भन्यो। नाउ आइ एम कन्फ्युज, यो गल्ली भनेको कि यहाँ चेपको गल्ली भनेको, यो त गल्ली पनि नि, यो त सुरङ रहेछ यहाँनिर त हो। सो यहाँनिर चाहिँ अब पर्खिनु भन्यो। म यो 33 डिग्री सेल्सियसको घाममा छाता बिना खै कसरी घुमाउँछौ। आई लर्न दिस टेक्निक। होल्ड अन, कसरी घुमाउँछ यसरी, कुन चाहिँ हातले घुमाउनु, यसरी नै। यस भयो। अब म यो 33 डिग्री सेल्सियसको घाममा छाता बिना यस्तो डरलाग्दो घाममा चाहिँ अब म भेट्नु आइरहेको छु। त्यो पनि केही काम पनि छैन, मलाई खानुको लागि पनि बोलाएको छैन यहाँनिर। खाना खानु आऊ न ल, अब हुन्छ नि आऊ न के खान्छौ त्यस्तो पनि होइन, भनेको छैन खानाहरू दिन्छु भनेर पनि। तर म यत्तिकै आइरहेको छु यहाँनिर। सो हेरौँ अब यिनीहरूको स्वागत कस्तो गर्दैछ यिनीहरूले यिनीहरूको रेन्टमा। मलाई चाहिँ अर्कै गल्लीमा छिराएर चाहिँ ऊ यहाँनिर बसिरहेको रहेछ मलाई पर्खेको। यस सन्चै नि त। अब साइकल लिएर आएछ, म चाहिँ कहाँ बस्नु नि त। आफू चाहिँ साइकलमा आएछ खुसी हुँदा कि यहाँ सिट पनि छैन रहेछ पछि। कहाँ यहीँभित्रबाट होइन केबाट वायरिङ के किन्नु छ। अब यो साइकलमा चाहिँ मलाई बस्छ अरे, अब म चाहिँ कहाँ बस्नु। কেমন আছো বিক্রম? হ্যাঁ খুব ভালো। খাওয়া দাওয়া হয়েছে? আমি কিছু খাবো না। কেন? আমি কিছু খাই নাই। কেন? খাবে আজকে, চলো চলো। কি বানাই তুমি? চলো ওখানে দেখা যাবে কি বানাই। यसको तमासा यहाँनिर अब साइकलमा चाहिँ अब चाहिँ 3 लोग कैसे जाएंगे? एक सामने बैठेगा चक्का के ऊपर और एक पीछे। हाँ चक्का के ऊपर बैठेगा ताकि पंचर हो जाए। चक्का नहीं अपना।
सो रुम आइपुगे बिचाराले खाना बनाउँदैछ यहाँनिर के भन्छ भात बसाइदिँदैछ राम्रो रहेछ मनको मैले सोचेको थिएँ तिमीले मलाई यहाँनिर के पनि दिँदैन होला भनेर सोचेको थिएँ खाना बनाइदिँदैछ है यहाँनिर लु मैले चाहिँ मेरो भ्लगमा चाहिँ एकदम के भन्छ मोस्टली म मेरो वरिपरि जो पनि मान्छेहरू हुन्छ उनीहरूलाई म त्यो प्रपरली इन्ट्रोडक्सन दिएर चिनाउँदिनँ नि त होइन सो अब चाहिँ त्यो पनि स्टार्ट गरौँ भनेको मेरो भ्लगमा आएको छ 2-3 मान्छेहरू तर मैले अब हुन्छ नि ऊ चाहिँ यो यस्तो भनेर चिनाउँदिनँ कि सो आज चाहिँ म चाहिँ यहाँनिर मेरो साथीबाट स्टार्ट गर्दैछु उहाँ चाहिँ हो आदर्श अनि कहाँको हो भन्दा पनि तिमी म दार्जिलिङको हो हामीसँगै काम गर्छ ऊ पनि इन्डिगो कस्टमर सर्भिसमै काम गर्छ म पनि इन्डिगो कस्टमर सर्भिसमै काम गर्छु अनि ऊ चाहिँ मेरो जुनियर हो होइन एज इन लाइक मभन्दा अलिकति पछि आएको त वी अल आर हस्लिङ स्ट्रगलिङ होइन यहाँनिर हामीले एकदमै के भन्नु दुःख सङ्घर्ष गरेर यहाँनिर काम गरेर यहाँनिर पैसा कमाउँदैछ होइन तर घरमा कति बसी खानेहरू पनि छ है छ कि छैन तिमीहरूको गाउँघरमा छ कि छैन भने त बसी खाने अन्त छ मेरो घरमा गाउँघरमा पनि छ बसी खानेहरू कतिजना सबैलाई भनेको होइन फेरि हाम्रो त गाउँको सबै बाहिरै छ नि फेरि काम गर्नु गइसक्यो होइन सो त्यो हो अनि त्यही इन्टरभ्युजहरू कस्तो थियो तिम्रो चाहिँ इन्डिगोमा सजिलो कहाँ दिएको तिमीले साँच्चै भन्दा दार्जिलिङमा दिएको है इन्टरभ्यू उसले दार्जिलिङमै दिएको थियो राम्रो थियो इन्टरभ्यू तिमीसँग कोही थियो दिने कि तिमी मात्रै चाहिँ यहाँ आएको म अनि सिद्धान्त थियो ए सिद्धान्त पनि तिमीसँग है विक्रम पनि थियो तिमीसँग होइन विक्रम पनि तर तिमी अलिक पछि आयो है सायद मेरो चाहिँ अब पासपोर्टको इस्युले चाहिँ पछि आएको थिएन उसको चाहिँ अलिकति पासपोर्ट इस्यु चाहिँ के भएको थियो तर मतलब मेरो चाहिँ अब पासपोर्ट आएको थिएन त्यसलाई पासपोर्टै आएको थिएन भन्छ इस्यु भएको थियो अरे उसको चाहिँ पासपोर्ट आएको थिएन तर इन्टरभ्यूमा चाहिँ एज पर माई नलेज है पासपोर्ट म्यान्डेटरी भन्छ है पासपोर्ट म्यान्डेटरी हुनुपर्छ प्लस ग्रेजुएसन सर्टिफिकेट म्यान्डेटरी हुनुपर्छ भनेर भन्छ तर अहिले चाहिँ आई थिङ्क पासपोर्ट तिमीले अप्लाई चाहिँ गरिसकेको थियौ अप्लाई गरेको रिसिट चाहिँ थियो त्यो अप्लाई पनि गऱ्यो भने चाहिँ यु क्यान इभन सेट फर द इन्टरभ्यू अनि किनभने त्यो इन्टरभ्यूको प्रोसेसिङ अलिकति सेलेक्ट भएर पनि टाइम लाग्छ कि त्यही भएर चाहिँ त्यो टाइमको बिचमा इफ यो पासपोर्ट हेज कम देन यु क्यान इजिली गेट इन टु द जब सो त्यो हो अनि ग्रेजुएसन सर्टिफिकेट चाहिँ इट इज म्यान्डेटरी नै हो त्यसमा चाहिँ मार्कसिटहरू लिएर मैले त एक्जाम आज दिनु आँटेको भोलि मेरो लास्ट हो भन्नु पाउँदैन त्यसमा चाहिँ तपाईँहरूको सर्टिफिकेट नै हुनुपर्छ ग्रेजुएसन सर्टिफिकेट मार्कसिट पनि होइन सो द्याट वाज अ ब्रिफ इन्फर्मेसन अबाउट द जब तर खासमा त मैले तिम्रो इन्ट्रोडक्सनको लागि सोचेको थिएँ तर भेरी सर्ट एन्ड सिम्पल दार्जिलिङको हो अनि इन्डिगोमा काम गरेको त्यो भयो 7 मन्थ्सहरू भयो नि है 7 मन्थ्सहरू भइसक्यो उसको पनि तिमीले साँच्चै भन्दा त्यो पायौ उयो के भन्छ कन्फर्मेसन प्रोभिजन मैले पनि पाएको छुइनँ त्यो सो यहीँबाट भनिदिने मलाई हामीलाई उयो कन्फर्मेसन दे भनेर हेर्दैन यहाँकोले सो या त्यति हो अनि आज खानामा चाहिँ वी हेभ राइस वी हेभ उयो पनि छ है पनिर पनि छ राइस पनि छ बटर पनीर मटर पनीर ओके मटर पनीर पनि छ अनि किसने बनाया ये राइस और पनीर किसने बनाया राइस चाहिँ अब मैले राइस उसले बनाउँदैछ अनि पनीर किसने बनाया विक्रम तुमने बनाया पनीर विक्रम द लेजेंड फिकर मत करो शूट नहीं कर रहा हूँ तुम्हारा व्हेन यू बिकम वेरी प्रेजेंटेबल इनफ यूनिफॉर्म पहन के तब मैं करूँगा ठीक है विक्रमलाई मैले यु शुड अलवेज आस्क पर्मिसन गाइस पब्लिकली चाहिँ अब इट्स ओके होइन किनभने चिन्दैन हामीले एकअर्कालाई पब्लिकली चाहिँ अब इफ यु वान्ट टु सुट समथिङ अर से समथिङ अबाउट तर अब सिन्स आई एम इनसाइड माई फ्रेन्ड सर्कल त्यही भएर चाहिँ मैले विक्रमलाई भनेको थिएँ विक्रमले चाहिँ अघि चाहिँ अलिकति गरेँ है मैंने किया ना वो बाहर मिलते वक्त लेकिन उस टाइम पे उसने ये कंसेंट देने वाला ना देने वाला बात किया ही नहीं था तो इसलिए मैंने डायरेक्टली शूट कर दिया था पर अभी वाज लाइक कि अरे मैं अच्छा नहीं दिख रहा हूँ मुझे नहीं दिखना है तो अगर आपको नहीं दिखना है तो मत दिखो लेकिन जो आप खाना बनाए हो ना वो हम ज़रूर दिखाएंगे ठीक है सो या द्याट्स अबाउट इट अनि अहिले चाहिँ 4:30 भइसक्यो एन्ड देन वी स्टिल नट ह्याड आवर लन्च किनभने भर्खर बनाउँदैछ त्यही भएर दसैँतिर अब दसैँ कहिले आउनु दिस इज द भ्यू यहाँबाट चाहिँ कस्तो दामी भ्यू रहेछ खुल्ला एकदम सिटी त देख्दैन तर अब एयरपोर्ट कुन चाहिँ साइड हो थाहा छ तिमीलाई यहाँबाट उता पर पर्छ है कति किलोमिटर जस्तो टाढो छ हो यहाँबाट एयरपोर्ट 10 किलोमिटर टाढै हुने हो एभ्रिडे ओहोरदोहोर गर्नु भनेको म 4 किलोमिटर छेउमा मात्रै बस्छु र त मलाई पुरै
साह्रो परेर हुन्छ। सो यता चाहिँ के रहेछ खै, सेम यस्तो छ है यो बेङ्गलोरको आउटस्कर्ट्स एरियाहरू चाहिँ। इट्स लाइक क्या बोरिङ छ यहाँनिर एकदमै। मतलब मेन सिटीमा त छ फेसिलिटिजहरू, आई अगेन डु द्याट, के भन्छ यस्तो यस्तो। सो या मेन सिटीमा त छ फेसिलिटिजहरू हो, तर यतानिर यहाँ बेङ्गलोरमा चाहिँ मतलब बेङ्गलोरको आउटस्कर्ट्समा चाहिँ इट्स लाइक लिभिङ इन अनदर रुरल एरिया के, त्यस्तो खालको छ। औ ठिकै आउँदैछ मेरो, हेर त म आउँदैछु अब यस्तो आएँ। मैले फर्स्ट टाइम यसरी सुट गर्दैछु नि त खै। होस् होस्, डर लाग्यो, गर्दैन। यहाँ त यस्तो सिँढी रहेछ नि त यहाँनिर, कहाँ हो अन्त यस्तो सिँढीमा। तर यहाँ चाहिँ लुगा धुवाइ हुँदैछ। औ तिमीले त लुगा ननिचारी सुकायो त कि निचार्यौ? मेरो साथीहरू फेरि यहाँनिर यस्तो डरलाग्दो इन्ट्रोभर्टको खानीहरू छ कि एक एक लाइनमा सक्दिन्छ नि हौ सेन्टेन्सहरू चाहिँ। ल होइन सक्दिनँ मात्रै भन्छ नि, एक एक लाइनमै सक्दिन्छ सेन्टेन्सहरू यहाँनिर। म मात्रै हो पुरै प्याराग्राफ बोल्ने चाहिँ, त्यो पनि आजको भ्लगमा चाहिँ। आई थिङ्क आइएम स्पिकिङ द वे आई युज टु, नभए अरू बेला एकदम डिसेन्ट लेभल नै म मेन्टेन गरेर राख्थेँ। सो यिनीहरूले मलाई खाना नदिन्छ अहिलेसम्म पनि, 4:30 भइसक्यो। सो खानामा चाहिँ भात, भिन्डी एन्ड क्या है आलु सरी पनीर मटर न, हेर्दै कस्तो टेस्टी लाग्दैछ एज कम्पेयर टु पिजीको खाना चाहिँ। सो म चाहिँ अब मटर पनीर सरी टुट पर्छु यसमा, बिकज इट इज लुकिङ रियली टेस्टी। एन्ड मैले झुट बोलेको होइन, साँच्चै भनेको, तिमीहरूको मुखमै भनिदिन्थ्यो घिनलाग्दो देख्दै गरेको भए। सो मिठो नै होला अन्त आई ट्राई इट नाउ। सो डिनर गरिसकेर, डिनरै भनौँ, रात पनि पऱ्यो। यहाँनिर चाहिँ आगो लाउँदै रहेछ। अब म निक्लिन्छु यहाँबाट, मलाई ढिलो हुन्छ फेरि है। जाउँ, छोडिदिन्छ होइन तलसम्म? छोडिदिन्छु। होइन अर्को त भुस भएर सुतिहाल्यो, त्यतिको पङ्क्चर हुनुपर्छ नि त। सो मलाई चाहिँ आदर्शले यहाँनिर छोड्नु आइरहेको छ। अर्को त एकदमै भुस भएर सुत्यो, आफ्नो निन्द्रालाई प्रायोरिटाइज गर्ने मान्छेहरू त्यस्तो हुन्छ। सो थ्याङ्क यू सो मच। आज इन्भाइट त गरेको थिएनौ, तर म आफै आएको है भन्दैछ। सो आज बोलाएकोमा अनि मिठो खाना खाएँ मैले आज कति दिन बाद फेरि। अब नेक्स्ट टाइम प्लान गर्छु नि, ल कहिले हुन्छ त्यसो भए। बाइक खै देख्दैछौ यहाँनिर, मलाई अन्दाज छैन यसो बाइक। म चाहिँ यहाँनिर टेन्डर कोकोनट सेक खानु आएको छु। एन्ड यहाँनिर यो मात्रै एउटा यस्तो दोकान हो जहाँनिर चाहिँ अलिकति एकदम स्न्याक्सहरू जस्तो खानेकुराहरू पाउँछ कि, नभए यहाँनिर एकदम देहात ठाउँ छ अघि मैले भने जस्तै। यो दोकान हो, यहाँनिर चाहिँ चिप्सदेखि लिएर के भन्छ यसलाई मुजाहरूदेखि लिएर बिस्किट इभन केक्स सबै पाउँछ। सो दिस इज दि ओन्ली सप यहाँनिर जहाँनिर चाहिँ अलिकति भए पनि मिठो खाएँ भन्नु सक्छ है यहाँनिर आएर चाहिँ। नभए चाहिँ अरू ठाउँ चाहिँ फेरि यहाँनिर यस्तो देहात छ नि, यहाँनिर केही पाउँदैन यहाँनिर। यहाँ म त कोही कोही बेला गराजहरूतिर पो काम गर्दैछु क्या जस्तो लाग्छ। यो हो मेरो टेन्डर कोकोनट सेक। दिस इज वान अफ माई फेभरेट। यस्तो मिठो पाउँछ यहाँनिर। म चाहिँ अहिले मेरो पिजी फर्किँदैछु। म राम्रै बाटो पनि जानु सक्थेँ होइन, तर होइन, मलाई यहीँकै चोरबाटै जानु छ। 1 मिनट छिटो पुग्छु होला, तर म यही बाटै जान्छु जहिले पनि, विच इज अलिकति कस्तो भन्नु अब यस्तो छ, अलिक सुनसान खालके, डेन्जरस। तर त्यस्तो डेन्जरस पनि होइन, यहीँ हो पिजी, यहीँनिर छ। सो इट्स नट द्याट फार, बट आई चुज टु स्टेप डाउन दिस हिल। यो मिनी हिल, आई चुज टु स्टेप डाउन दिस हिल। एभ्री टाइम म यही बाटो नै जान्छु, किनभने मलाई 1 मिनट छिटो पुग्नु छ पिजी। त्यो त्यस्तो के खास होइन। नोरिन पिजीको खाना। म चाहिँ अब रुमपट्टि लागेको। आज दिनभरि म यस्तो घिनलाग्दो देखिरहेँ कि के हो हजुर। सो अब चाहिँ म जाँदैछु पिजीमा, अनि अब चाहिँ रेस्ट गर्छु। रेस्ट होइन, मेरो त्यही रेगुलर
रुटिन हुन्छ स्क्रोल फ्यु रिल्स जस्ट सी देम द्याट्स अल सो म चाहिँ पिजी पुगेँ अनि अब त्यही हो भनेको जस्तै आई विल जस्ट स्क्रोल डाउन फ्यु रिल्स युट्युब पनि हेर्छु म मेरो डेली रुटिनमा चाहिँ त्यहीहरू हुन्छ आई एम लिटरली डुइङ नथिङ एक्चुली म के गर्छु भन्दाखेरि नि म ड्युटी जान्छु अनि ड्युटीबाट आउँछु रिल्स हेऱ्यो घरमा एकछिन बात माऱ्यो साथीभाइहरूसँग बात माऱ्यो इफ आई हेभ टाइम टु एन्ड इन्स्टाग्राम अगेन कमिङ ब्याक रिल्स नै हो त्यहाँदेखि अरू त के हुन्छ मेरो युट्युब हेर्छु अलिकति मेरो प्रायः अलिकति विक अफभन्दा अलिक लामो छुट्टीसम्म चाहिँ आई प्लान फर सम सोलो ट्रिप आई हेभ डन द्याट कपाल अफ टाइम्स एन्ड yes I went to Goa also तर मैले गोवाको भ्लग बनाएन बिकज आई लिटरली वेन्ट फर अ डे जस्तो कि मैले आई हेभ नेभर स्पेन्ड अ नाइट गोवामा सो आज गएर बिहान मर्निङ फ्लाइट्स लिएर गएर दिनभरि बसेर बेलुका आई डोन्ट नो आई हेभ स्टार्टेड लाइकिङ यु नो त्यस्तो खालको सर्ट ट्रिप्स हुन्छ नि जहाँनिर चाहिँ आई डोन्ट ह्याभ टु प्लान थिङ्स फर 2-3 days आइटिनरिज प्लान गरेर के कसरी कहाँ गयो त्यस्तोहरू गरेर आई ऱ्यान्डमली भिजिट द प्लेस एन्ड आई सी अराउन्ड वाट एभर इज लाइक नियर बाई मी अर वाट एभर आई क्यान यु नो गेट इन टु एन्ड देन त्यति घुम्यो ओऱ्यो अन्त म आइहाल्छु के एन्ड आई हेभ रियली स्टार्टेड इन्जोइङ द्याट अब त्यो 2-3 daysको भेकेसन लिएरहरू जाँदाखेरि चाहिँ यु हेभ टु प्लान अ प्रपर आइटिनरी स्पेसली स्टेको लागि हेर्नु पऱ्यो एन्ड द प्लेस वेयर यु आर स्टेइङ त्यहाँदेखि घुम्ने ठाउँ कति टाढो छ अन्त डे 1मा के गर्ने डे 2मा के गर्ने भन्ने खालको प्लान्सहरू बनाउनुपर्छ कि विच आई एम अ बिट लेजी आई हेभ अलवेज बिन दिस त्यो हुन्छ नि इम्प्रम्प्टुवाला कि सडनली गयो घुम्यो आयो आई लिटरली डु नट मेक एनी प्लान्स इन रिगार्ड टु एनिथिङ घुम्नुमा भयो भने पनि करियर वाइजमा पनि नट सो मच द्याट कि त्यो हुन्छ नि द लङ्गर गोल्सहरू हुन्छ नि त्यस्तोहरू छैन मेरो एन्ड त्यही हो अब as I said short plans are like you know are something which I always like to go to and त्यही गर्दै बस्छु म सो त्यही हो विक अफमा चाहिँ लाइक 2 days विक अफ हुन्छ यु विल नट गेट सो मच अफ टाइम टु थिङ्क अर प्लान अबाउट अड सिफ्ट्सहरू छ भने झन् अलिक साह्रै पर्छ मेरो नाइट सिफ्ट थियो अस्ति भर्खर सो आई वाज नट एबल टु यु नो प्लान अ प्रपर ट्रिप रिसेन्ट प्लान वाज टु गोवा अनि एक्लै गएँ एक्लै खाएँ एक्लै बसेँ अनि एकै दिनमा फर्केर आइहालेँ सो त्यस्तो खालको प्लान्सहरू हुन्छ मेरो चाहिँ एन्ड आई होप यु लाइक दिस भ्लग किनभने इन दिस भ्लग आई थिङ्क आई हेभ बिकम हुन्छ नि अलिकति ऱ्यान्डम टु बी भेरी अनेस्ट टकटिभ एट द सेम विच आई एम अलरेडी तर अब कस्तो भन्दा इनिसियली स्टार्ट्समा चाहिँ आई वाज लाइक भेरी न्यू टु दिस अब हुन्छ नि भ्लगिङ एरा एन्ड देन एज आई सेड नो म अलिकति प्र्याक्टिस गर्दै थिएँ किनभने आई वाज सुटिङ इट रिसुटिङ इट अगेन त्यस्तो खालको टाइप्स चल्दै थियो तर अब अहिले चाहिँ आई डिसाइडेड कि नै इट्स मच टाइम कन्ज्युमिङ एन्ड आई थिङ्क आई सुड जस्ट स्टिक टु वाट आई एम वाट आई स्पिक हाउ आई स्पेन्ड माई डेज हाउ आई लिटरली यु नो हाउ आई एम एक्चुली अफ क्यामेरा भ्लग नगर्दाखेरि त्यो हिसाबको बनाऊँ भनेर चाहिँ आई एम प्लानिङ आई डोन्ट नो हाउ विल इट गो बट द्याट इज मी So yes, thank you so much for watching guys. Bye bye, see you soon.